माननीय ज्ञानेन्द्र शाहीले प्रचण्डप्रति आक्रोश व्यक्त गर्दै लेखेका छन्। प्रचण्डजी, 2052 सालमा राजा वीरेन्द्र विरुद्ध हतियार कसले उठायो? तपाईले उठाउनु भयो। दरबार हत्याकाण्डपछि सबैभन्दा बढी फाइदा कसलाई भयो? तपाईलाई भयो। जनताको समर्थन कसले प्राप्त गर्यो? तपाईले प्राप्त गर्नुभयो। राजशास्त्र हटाउन विदेशबाट आधुनिक हतियार कसले ल्यायो? तपाईले ल्याउनु भयो। मोबाइल फोन नभएको समयमा सेटेलाइट फोन युरोपियन युनियनले कसलाई दियो? तपाईलाई। भारतमा लुकेर राजनीतिक रूपमा पड्काएर 17,000 निर्दोष नेपालीको हत्या कसले गर्यो? तपाईले गर्नुभयो। निहत्था नागरिकलाई बाटोमा बम राखेर हत्या कसले गर्यो? तपाईले गर्नुभयो। विदेशीको इसारामा मन्दिरका पुजारी गुम्बाका लामा कसले हत्या गर्यो? तपाईले गर्नुभयो। 33 किलो सुन तस्करी कसले गर्यो? तपाईले गर्नुभयो। क्यान्टनमेन्ट घोटाला कसले गर्यो? तपाईले गर्नुभयो। शाहीले थप लेखेका छन्। स्पष्ट रूपमा भन्नुपर्दा विदेशकी इसारा तपाईँ र तत्कालीन